नमस्ते सबैजनालाई नेप्सी डेली टक्समा स्वागत छ। हिजो नेप्सी 2601.92 मा क्लोजिङ दिएको छ र यो अस्तिभन्दा 19.67 मा डाउनफल रहेको छ र टोटल टर्नओभर चाहिँ 4,58,54,59,782 रहेको छ भने हिजोको टोटल ट्रेडेड सेयर चाहिँ 87,51,380 रहेको छ र यसमा चाहिँ हिजो लगभग 42 वटा चाहिँ बुलिस भएको छ, मतलब अप ट्रेन्डमा मतलब बढी भएको छ र लगभग 230 वटा चाहिँ घटी भएको छ र हिजो चाहिँ लगभग सबैभन्दा बढी घटी भएको चाहिँ बिओके हैन, यो चाहिँ डिभेन्चर हो। अर्को चाहिँ एसएफबीबीएल, टीएसएचएल, ओएमपीएल रहेको छ भने टप गेनर्समा चाहिँ युएलबीएसएल, एसएनआरएल, केएसवाई, जिएसएलबीबी रहेको छ र यसमा चाहिँ युएलबीएसएल चाहिँ तपाईको लास्ट मोमेन्टमा बढी भएकोले चाहिँ यसलाई चाहिँ त्यति राम्रो चाहिँ मानिँदैन है। सो लेट्स सी टेक्निकल चार्टमा चाहिँ हिजो के भयो र आज के हुन सक्छ भन्ने विषयमा चाहिँ हामी डिस्कस गर्नेछौँ है। सो हिजो चाहिँ नर्मली मैले तपाईँलाई पहिल्यै भनिरहेको छु कि यो एउटा चाहिँ डाउन ट्रेन्डमा छ हैन। सो मैले यही कुराहरू रिपिट गरिरहेको छु र अस्ति मैले यो एरिया चाहिँ अलिकति क्रुसियल छ, लाइक यहाँ ब्रेकडाउन भएको छ र यसलाई रिटेस्ट गरेको जस्तो देखिन्छ भनेर त यो चाहिँ हाम्रो हुन्छ नि डिसेन्डिङ ट्रायङ्गलको प्याटर्न चाहिँ तपाईँको फर्म भइरहेको थियो हैन। यहाँ चाहिँ तपाईँको चाहिँ यसले चाहिँ ब्रेकडाउन दियो अनि त्यसपछि यसलाई रिटेस्ट गर्यो अनि फेरि फल हुन सक्ने चान्सेस हाई छ भने थियो, लगभग त्यस्तै भयो र अब अबको दिनमा चाहिँ आजको दिनमा हैन, जस्तै आज जुलाई 10 हैन, अहिले तपाईँको 9 बजिरहेको छ। सो अब चाहिँ कस्तो हुनसक्छ लाइक आजको दिनमा के छ चान्सेस भन्दाखेरि चाहिँ अब चाहिँ तपाईँको मेजर सपोर्ट भनेको चाहिँ तपाईँको यो एरिया रहन्छ। सो जहाँसम्म लाग्छ मलाई चाहिँ यो सपोर्ट चाहिँ एक्कासी तोडिँदैन हैन। सो फर्स्ट अफ अल चाहिँ तपाईँको आज चाहिँ तपाईँको के गर्न सक्छ बजारले भन्दाखेरि चाहिँ यहाँ जान्छ हैन, अनि तपाईँको यहाँबाट चाहिँ बाउन्स हुन्छ, बाउन्स भएर चाहिँ फेरि तपाईँको यो एरियाको आसपासमा एकचोटि फेरि तपाईँको लगभग यो एरियादेखि यो एरियासम्म चाहिँ रिटेस्ट गर्छ है यो, त्यसपछि फेरि एकचोटि फल हुने चान्सेस चाहिँ छ त्यसपछि। सो त्योभन्दा अगाडि चाहिँ फर्स्ट प्राइमेरी चाहिँ आज चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ आज चाहिँ यो यहाँतिर लगभग क्लोजिङ चाहिँ यतातिर दिन्छ अथवा तपाईँको यतातिर चाहिँ हमर क्यान्डल बनाउन सक्छ र यो लाइनतिर 2-3 दिन चाहिँ ट्रेड गर्न सकेर फेरि एकचोटि यो 2672 मा चाहिँ फेरि टेस्ट गर्न सकिन्छ। यहाँदेखि यो एरियासम्म चाहिँ फेरि एकचोटि रिटेस्ट गर्न सकिन्छ। सो फर्स्टली चाहिँ आज चाहिँ इन्ट्राडेमा चाहिँ 1-2 घन्टा चाहिँ यो एरियामा चाहिँ आज मार्केट चाहिँ जान्छ र यही लाइनमा चाहिँ वरिपरि चाहिँ आज चाहिँ बजार चाहिँ यही लाइन चाहिँ हुने चाहिँ मेरो आज एउटा अनुमान छ हैन। सो मैले पहिला पनि भनिसकेँ लाइक मार्केट चाहिँ लगभग 2450 सम्म जान सक्छ भनेर चाहिँ हैन, तर एकैचोटि 2450 चाहिँ जान्दैन, लगभग जम्मा 10% मात्रै चान्सेस छ। सो यसलाई चाहिँ पहिला सुरु माथि तल गर्दै जान्छ। सो बजारको नियममा चाहिँ कहिले पनि सिधा स्ट्रेट चाहिँ त्यस्तो विधि चाहिँ लगभग रियली जान्छ हैन। सो पहिला चाहिँ चाहे माथि जाओस् या चाहे तल जाओस्, पहिला चाहिँ हुन्छ नि फल हुँदाखेरि पनि या माथि हुँदाखेरि पनि लाइक तल बेसी या माथि कम हैन, या माथि बेसी तल कम त्यसरी नै जान्छ हैन। कहिले पनि स्ट्रेट चाहिँ लगभग एकदमै न्युज बाहेक चाहिँ स्ट्रेट लाइनमा चाहिँ जाँदैन हैन। सो त्यही कारणले गर्दाखेरि चाहिँ अब तत्कालमा चाहिँ यहाँ चाहिँ 2680 गरेर चाहिँ केही स्लो मुभमेन्ट चाहिँ हुनसक्छ हैन। सो यो चाहिँ अब एकैचोटि तपाईँको 2450 चाहिँ यत्तिकै जाँदैन, यसको 2450 जानुलाई पनि अलिक टाइम लाग्छ, लाइक 15 दिन 20 दिनसम्म टाइम लाग्छ हैन। सो एकैचोटि जाँदैन। सो पहिला चाहिँ यहाँ जान्छ फेरि माथि जान्छ, अब त्यसपछि चाहिँ हामी फेरि हेरौँ कि जति अप ट्रेन्ड जान्छ फेरि तपाईँको डाउन ट्रेन्ड जाने पोसिबिलिटी अब त्यही बेलामा हामी भन्न सक्छौँ हैन। तर अहिले चाहिँ मैले भने डाउन ट्रेन्ड नै छ हैन। हाम्रो मैले बारम्बार भनेर छु यो जबसम्म ट्रेन्ड लाइन ब्रेक हुँदैन हैन तबसम्म हामी डाउन ट्रेन्डमै छौँ हैन। मेजर ट्रेन्ड डाउन ट्रेन्ड नै छ। सो डाउन ट्रेन्ड तपाईँको कम्प्लिट हुने भनेको नै हैन तपाईँको आफ्टर 2450 निरमा चाहिँ कम्प्लिट हुने चाहिँ 90% पोसिबिलिटी छ हैन। सो तपाईँको सो 90% चाहिँ 2450 2400 हुने कम्प्लिटेड प्रोबेबिलिटी छ।
तर अहिले चाहिँ अब तत्काल अब आज 1-2 दिनको हेर्ने हो भने चाहिँ लाइक 2560 देखि 2580 को वरिपरि आएर चाहिँ त्यही 2-3 दिन चाहिँ मार्केट रह्यो भने चाहिँ फेरि एकचोटि तपाईँको 2600 को लाइनमा या 2600 देखि लगभग 2630-40 सम्म चाहिँ फेरि एकचोटि बजारले चाहिँ रिटेस्ट गर्छ है। फेरि त्यसमा हायर लो चाहिँ त्यहाँ हायर लो चाहिँ त्यहाँ बनाउँछ हैन। सो फेरि यहाँबाट अब फेरि डाउन ट्रेन्ड कन्टिन्यू हुन्छ कि या अब अप ट्रेन्ड हुन्छ, विल सी। किन हुने पोसिबिलिटी छ भनेको भन्दाखेरि चाहिँ न्युज अहिले भोलाटाइल भएर है, मैले त्यही भएर चाहिँ यो हुने चान्सेस छ भनेको। किनकि अब के थाहा, अब मैले अब यहाँ तपाईँको हायर लो हुँदै गएको राम्रो न्युज यदि पोजिटिभ आयो भने चाहिँ यो ब्रेकआउट हुनसक्छ। तर यदि कुनै राम्रो न्युज आएन, जस्तो सेम बजार रहेछ भने चाहिँ एकचोटि तपाईँको 2450 देखि 2500 चाहिँ टेस्ट गर्छ है। त्यो चाहिँ मेरो एप्रोक्स हो। सो अहिले बजारको चाहिँ अब आज 1-2 दिनमा चाहिँ यो लाइनतिर चाहिँ रहनेछ है। सो 2600 तपाईँको 80 देखि 60 को बिचमा आज भएर सायद आज ह्यामर क्यान्डल चाहिँ बनाउन सक्ने पोसिबिलिटी चाहिँ आएछ है। सो यो लाइनतिर चाहिँ तपाईँको यो डिमान्ड जोन भएर चाहिँ हामी यसलाई चाहिँ अब लिक्विडिटी सिप हुने चाहिँ चान्सेस आज एकदमै छ है। सो लेट्स सी आज मार्केटले कस्तो रियाक्ट गर्छ। सो यसको हामी अब मार्केटको डिरेक्सन कस्तो कहाँ गयो भने चाहिँ आज मेबी अब टाइम भयो भने हामी इभिनिङमा रेकर्ड गर्छौँ या भोलितिर चाहिँ हामी लाइक अपडेट दिन्छौँ। सो अहिलेसम्म आजको लागि यति नै, धन्यवाद।